स्वागत छ। आज हामी यो भर्खरै आएको बजेट भाषणका महत्त्वपूर्ण पक्षहरूमा अलि गहिरिएर हेर्दैछौँ है। नमस्ते। हाम्रो स्रोतहरू के लाएर यसले देशको अर्थतन्त्रलाई कता डोर्याउन खोज्दैछ, प्राथमिकता के हुन्, त्यो बुझ्ने कोसिस गरौँला। ल सुरु गरौँ न त। हो, अहिलेको जुन आर्थिक स्थिति छ नि, त्यसमा यो बजेटलाई अलि नियालेर हेर्नै पर्छ। स्रोतहरूले पनि देखाउँछन् देशमा अहिले उच्च व्यापार घाटा छ, उत्पादन क्षमता खासै राम्रो छैन, अनि राजस्व उठाउन पनि हम्मे परेको छ। हो त। र सधैँको प्रश्न कार्यान्वयन कस्तो होला भन्ने त छँदैछ। हो, यी चुनौतीहरू त अब छर्लङ्गै छन्। यही पृष्ठभूमिमा सरकारले केही प्रतिबद्धताहरू पनि त ल्याएको छ नि, होइन र? छ। जस्तो त्यो सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्ने कुरा, अनि निजी क्षेत्रको अलिक खस्किएको जस्तो देखिने मनोबल उकास्ने भन्ने पनि छ। बिल्कुल। त्यो सँगसँगै सामाजिक सुधार अनि सन्तुलित विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, यी कुरामा केन्द्रित हुने वाचा पनि छ। वाचा त छ। तर अब वाचा र वास्तविकतामा कति फरक पर्छ त्यो चाहिँ हेर्नै पर्ने हुन्छ। पक्कै पनि। अब अलि क्षेत्रगत रूपमा हेरौँ है त। कृषिमा केही चाखलाग्दो कुराहरू आए जस्तो लाग्यो मलाई। हो र? जस्तो पश्चिम नेपालतिर लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका 80 पालिकामा त्यो उच्च मूल्यको बाली लगाउन 83 करोड छुट्याएको छ रे। त्यो त राम्रै कुरा हो। अनि मल आपूर्तिको लागि त झन् ठुलै रकम छ, झन्डै 29 अर्ब। प्राङ्गारिक खेतीलाई पनि 40 करोड जति। यो त सुन्दा राम्रै लाग्छ। हो, कागजमा त राम्रै देखिन्छ। अनि त्यो कृषि उपजको गुणस्तर बढाउने, बाली र पशु बीमाको पहुँच बढाउने, त्यसलाई पनि 2 अर्ब 30 करोड जति छ। किसानलाई जानकारी दिन किसान एप बनाउने रे। तर फेरि कुरा घुमिफिरी त्यही आउँछ, कार्यान्वयन कतिको हुन्छ। हो नि। भूमिहीन दलित, सुकुम्बासी समस्या समाधान गर्ने कुरा पनि छ। कृषि मन्त्रालयलाई कुल बजेटले करिब 57-58 अर्बको हाराहारीमा छ। कृषि बाहेक अर्को महत्त्वपूर्ण कुरा लगानी भित्र्याउने, विदेशी लगानीको प्रक्रिया अलि सजिलो बनाउने रे। अनि त्यो एङ्कर इन्भेस्टमेन्ट भन्ने नीति लिने रे। यो एङ्कर इन्भेस्टमेन्ट भनेको चाहिँ के हो, अलिकति प्रश्न पारिदिनुहोस् न। एङ्कर इन्भेस्टमेन्ट भनेको चाहिँ अब कुनै एउटा ठूलो नाम चलेको विदेशी लगानीकर्तालाई विशेष सहुलियत दिएर ल्याउने। अच्छा। अनि ऊ आएपछि उसको देखासिखीमा अरू सामा लगानीकर्ता पनि आउन उत्साहित हुन्छन् कि भन्ने हो। नारोदो। अनि फेरि उद्योग, पर्यटन, निर्माण क्षेत्रलाई त्यो चालु पुँजी कर्जा हुन्छ नि, त्यो लिन अलि सजिलो बनाइदिने कुरा पनि छ। यसले निजी क्षेत्रलाई केही त राहत देला कि। पर्यटनमा पनि निजी क्षेत्रसँग मिलेर काम गर्ने, नयाँ ट्रेकिङ रुटहरू बनाउने, अनि भैरवा, पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान बढाउन प्रोत्साहन दिने। निजगढ एयरपोर्ट बनाउने काम पनि अगाडि बढाउने रे। पर्यटनमा जम्मा 13 अर्ब जति बजेट रहेछ। हो, तर अब एयरपोर्ट बनेर मात्र त भएन नि, होइन? उडानहरू नियमित हुनु पर्यो, पर्याप्त हुनु पर्यो। त्यो त हो। अब पूर्वाधारतिर हेर्दा पूर्व पश्चिम राजमार्गलाई स्तर सुधार्ने कुरा छ, नयाँ रणनीतिक सडकहरू बनाउने, सुरुङ मार्गहरू बनाउने। एउटा अलि फरक खालको कुरा चाहिँ काठमाडौँ हेटौँडा रोपवे बनाउने भन्थे, पहिले त्यसको सट्टा पोडवे भन्ने चिजको सम्भाव्यता अध्ययन गर्ने रे। पोडवे त्यो के हो नि फेरि? त्यो भनेको सानो सानो ड्राइभर नचाहिने अटोमेटिक क्याप्सुल जस्तो हुन्छ के, त्यसमा बसेर यात्रा गर्ने प्रणाली। हेरौँ अध्ययनले के देखाउँछ। चाख लाग्दो रहेछ। अनि ऊर्जामा नि? ऊर्जामा त त्यही हो, गाउँ गाउँमा बत्ती पुर्याउने काम सक्ने रे, बिजुली बेच्ने कुरालाई बढावा दिने, अनि त्यो ग्रिन हाइड्रोजनको सम्भावना कति छ भनेर अध्ययन गर्ने। शिक्षा र स्वास्थ्य जस्ता सामाजिक क्षेत्रतिर के कस्ता योजना छन्? शिक्षामा शिक्षक तालिम, डिजिटल लर्निङ अनि हाम्रै परम्परागत गुरुकुल जस्ता शिक्षण विधि बचाउने कुरा छ। नयाँ विश्वविद्यालय खोल्ने, बाहिरका विद्यार्थीलाई पढ्न बोलाउने। स्वास्थ्यमा चाहिँ अस्पतालहरूको स्तरोन्नति गर्ने, आधारभूत अस्पताल बनाउने काम सक्ने, अनि त्यो फोनबाटै उपचार सल्लाह दिने टेलिमेडिसिन र डिजिटल स्वास्थ्य सेवा बढाउने, गुणस्तरीय औषधि सजिलै पाइयोस् भन्ने पनि छ। सामाजिक समावेशिताका कुरा पनि समेटेका छन् कि? छन् नि। महिलाको 33% सहभागिता सुनिश्चित गर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको कुरा, मानव बेचबिखन रोक्ने, अनि लैङ्गिक अल्पसंख्यक समुदायलाई मर्यादित जीवन दिने। वित्तीय क्षेत्रमा केही नयाँपन छ कि? त्यो नियो ब्याङ्क भन्ने सुन्यौ नि? हो, नियो ब्याङ्क भनेको चाहिँ अब भौतिक शाखा नहुने पुरै अनलाइन चल्ने खालको ब्याङ्क। त्यस्तो ब्याङ्क खोल्ने, शेयर बजार सुधार्ने, ऋण लिन सजिलो बनाउने, बीमाको दायरा बढाउने
अनि त्यो क्रिप्टोकरेन्सी जस्ता कुरालाई नियन्त्रण गर्ने योजनाहरू छन्। शासकीय सुधारतिर नि शासकीय सुधारमा एउटा उच्च स्तरीय आयोगको सुझावअनुसार काम गर्ने, संघीय निजमती सेवा ऐन ल्याउने अनि काम नलाग्ने आयोजनाहरू हटाएर स्रोतलाई चाहिने ठाउँमा लगाउने। राजस्व चुहावट रोक्ने कुरा पनि होला नि। हो, त्यो त छँदैछ। अनि कर तिर्ने प्रक्रियालाई पेपरलेस, कन्ट्याक्टलेस, फेसलेस, मतलब कागज नचाहिने, कर्मचारी भेट्न नपर्ने, अनुहार देखाउन नपर्ने बनाउने रे। लामो योजना रहेछ। आर्थिक वृद्धिको अनुमान चाहिँ कति राख्या छ? आउँदो वर्ष 6% आर्थिक वृद्धि गर्ने रे, अनि मूल्य वृद्धि चाहिँ 5.5% भित्रै राख्ने लक्ष्य छ। 6%? अहिलेको अवस्था हेर्दा त यो निकै महत्वाकांक्षी लक्ष्य देखियो नि। हो नि, एकदमै महत्वाकांक्षी हो। समग्रमा हेर्दाखेरि यो बजेटले आर्थिक सुधार, निजी क्षेत्रलाई अलि प्रोत्साहन गर्ने, पूर्वाधार बनाउने, कृषि, सामाजिक न्याय धेरैतिर ध्यान दिन खोजेको चाहिँ देखिन्छ। योजनाहरू ठूलै छन् निश्चय पनि, तर फेरि त्यही कुरा आयो, स्रोतले नै भनेको छ नि कार्यान्वयन पक्ष कमजोर छ भनेर। त्यो पक्षलाई नसम्हाल्ने हो भने त यी कुनै पनि लक्ष्य पूरा हुन गाह्रो छ। हो, त्यो त हो। यहाँनिर एउटा प्रश्न उठ्छ कि यति धेरै योजना छन्, प्रतिबद्धता छन्, तर यी सबैलाई साँच्चीकै व्यवहारमा उतार्नलाई सबैभन्दा निर्णायक कुरा चाहिँ के होला? एउटै तत्त्व जसले फरक पार्छ? खै, यो चाहिँ सोचिरहनु पर्ने विषय हो जस्तो लाग्छ मलाई।